तपाईले पनि मोबाइलमा रिचार्ज गर्ने भनेर रिचार्ज कार्ड किन्नु भएको थियो, तर रिचार्ज कार्ड कोतार्दै त्यो स्क्रैच भयो र नम्बर बुझिदैन। अब यस्तो अवस्थामा एनटीसी को रिचार्ज कार्ड कसरी गर्ने, आज म यो भिडियो अन्तर्गत रहेर यही विषयमा कुरा गर्ने छु। अब यसको लागि सबैभन्दा पहिला त तपाई आफ्नो मोबाइलको क्रोम ब्राउजरमा जानु होला अथवा जुनसुकै ब्राउजरमा जान सक्नुहुन्छ। त्यसपछि तपाईहरुले यहाँनिर सर्च गर्नु होला एनटीसी रिचार्ज कार्ड रिकभरी। यति गरिसकेपछि देख्न सक्नुहुन्छ तपाईको अगाडि पिन रिकभरी अफ एनटी रिचार्ज कार्ड भन्दै एउटा सुरुमा वेबसाइट आइरहेको छ। यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ। अब यहाँनिर तपाईलाई सर्भिस टाइप भनेको छ सुरुमा। यसमा तपाईले जीएसएम सीडीएमए प्रिपेयर्ड भनेको छ। यो साइडमा एउटा गोलो गोलो छ, यसमा टिक लगाइदिनु होला। त्यहाँ क्लिक गरिसकेपछि यो सिलेक्ट हुन्छ। त्यसपछि यहाँनिर सर्भिस नम्बर भनेको छ तलतिर। यहाँ चाहिँ तपाईले कुन नम्बरमा रिचार्ज गर्न चाहनु भएको छ त्यो नम्बर तपाईले यहाँनिर राख्नु होला। त्यसपछि तलतिर तपाईलाई सिरियल नम्बर भन्ने अर्को अप्सन छ। यहाँनिर चाहिँ तपाईले रिचार्ज कार्डमा यहाँनिर जुन सिरियल नम्बर छ त्यो सिरियल नम्बर तपाईले यहाँनिर राख्नु होला। त्यसपछि तलतिर पिन कोड भनेको छ। तपाईले यहाँनिर चाहिँ रिचार्ज कार्डमा जुन जुन नम्बर भिजिबल छन् त्यो नम्बर तपाईले टाइप गर्नु होला। जुन जुन भिजिबल छैनन्, जुन देखिएको छैन, स्क्रैच भएको छ, त्यसमा चाहिँ तपाईले यस्तो स्टार भन्ने एउटा अप्सन भेटाउनु हुनेछ, त्यो राखिदिनु होला है त। देखिएको नम्बर लेख्नुहोस् अनि नदेखिएको नम्बर जुन स्क्रैच भएका छन् तिनमा यस्तो लेख्नु होला स्टार स्टार। यति गरिसकेपछि अन्तिममा तपाईले क्याप्चा भन्ने एउटा अप्सन छ। यहाँ तल जे लेखेको छ त्यो तपाईले यहाँनिर लेख्नु होला। यति गरिसकेपछि अब तपाईलाई भेरिफाई भन्ने अप्सन छ। भेरिफाईमा क्लिक गर्नु होला। भेरिफाईमा क्लिक गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ। तपाईले यहाँनिर कन्फर्म भनेको छ त्यसमा क्लिक गर्नु होला। कन्फर्ममा क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ र तपाईको रिचार्ज हुन्छ है त।